नाम भन्नु एकचोटि। मेरो नाम सन्दीप पाण्डे। बस्ने मेरो ठेगाना चाहिँ यहाँ ललितपुर भैँसीपाटी। हजुर भैँसीपाटी। अनि तपाईँको गाडी चलाएको तपाईँको भयो तपाईँको 7 वर्ष होइन 6 वर्ष भनौँ न हेपीको। 2 वर्ष त अब हामी लाइट चलाएर यताउति गरेर गरिन्छ। त्यही तपाईँको 6 वर्ष जति भयो हेपी चलाएको। अब तपाईँको मैले चाहिँ अहिले यहाँ तत्काल चलाइरहेको भनेको चाहिँ 10 सयको टिपर चलाइरहेको थिएँ। एयरपोर्टमा माल बोक्ने चलाइरहेको थिएँ। अनि अहिले चाहिँ तपाईँको पर्खा लागेर अनि बाहिर जाने यताउति प्रोसेस भएको भएर यहाँ सिक्न आएको। तपाईँको सिकेको भनेको तपाईँको अस्ति 3 गते सिक्यो अनि आज 5 गते। हाम्रो ट्रेनरले सिकाएको कस्तो फिल भएको थियो हजुरलाई? होइन, उहाँले अब बुझ्ने कुरा अब यो गर्दा यसरी काट्दा यता जान्छ गाडी, यसरी सुल्टाउनु पऱ्यो, यताउति गर्नु पऱ्यो भनेर राम्रै सिकाउनुहुन्छ। त्यही मलाई चाहिँ तपाईँको यो दोस्रो दिनमा एकदम राम्रो इम्प्रुभ भएको छ है। हजुर कुन देशमा जाने हुनुहुन्छ? सर्बियामा है। हजुर हजुर। र त्यसको लागि पनि एकदम हजुरलाई बधाई है। तपाईँको चाहिँ दोस्रो दिनमा चाहिँ एकदमै राम्रो भएको छ है। यो खुसी नै मलाई एकदमै खुसी लाग्छ। अब अरूहरूलाई के होला है। तपाईँको चाहिँ एकदम राम्रो। यो तपाईँले पहिलोचोटि टेलर चाहिँ पहिलोचोटि टेलर अहिलेसम्म चलाएको छैन। ट्र्याक्टर पनि तपाईँको त्यो घुम्ने अब हुन्छ नि ट्र्याक्टर, अब त्यस्तो ट्र्याक्टर पनि चलाएको छैन। टेलर चलाएको भनेको फर्स्ट टाइम यहीँ आएर चलाएको। यहाँ तपाईँको अरू केही सिक्ने ठाउँ छ? यो टेलर कहीँ छ हजुरलाई थाहा छ? अरू छैन है। छैन। अब थाहा भएको अनुसारले म पनि टिकटक मार्फतै जोडेर यहाँ कन्ट्याक्ट गरेर आएको हो, टिकटकबाटै त्यसरी नै आएको। अरूलाई के भन्न चाहनुहुन्छ? अब अरूलाई अब के भन्ने, अब तपाईँको आउनुहोस् सिक्नुहोस्। अब त्यसमा अलिअलि आफूले पनि दिमाग अब अलिकति लगाउनु सक्नु पऱ्यो यसमा। अब ट्रेनरले मात्रै उ गरेर हुँदैन। अब आफूले पनि दिमाग लगाउनु सक्नु पऱ्यो नि, छिटो सिक्नुहुन्छ। हो, मैले भन्न खोजेको पनि त्यही हो। कति कुराहरू चाहिँ आफूमा पनि धेरै भर्नुपर्छ। अब ट्रेनरले मात्रै अब त्यो भनेर यताउति गरेर हुँदैन। अब आफूले पनि अलिकति दिमाग लगाउनु सक्नु पऱ्यो, गर्न सक्नु पऱ्यो। त्यही हो। आज तपाईँले 1 घन्टाको क्लासमा तपाईँले कसैले सिकाएको छैन है? कसैले सिकाएको छैन। अस्ति सिकाउनु भयो, अस्ति पनि 2 राउन्ड सिकाउनु भयो होला मलाई व्याकरणलाई। त्यसपछि त्यो बेला नि आफैले चलायो। अनि आज चाहिँ त्योभन्दा अस्तिको भन्दा अलिकति इम्प्रुभ गर्छु भनेर नै आएको। त्यही नै भइरहेछ भनौँ न। ल ठिक छ हजुर, चलाउनुहोस् न। ठिक छ। बढी भयो। यहाँ कुन छ क्या?